गुड आफ्टरनुन। आज भने चाहिँ आफ्टरनुनमा मैले भिडियो बनाउँदैछु। के को भिडियो भन्ने चाहिँ आज चाहिँ मैले रोपेको फुलहरू देखाउँदैछु घरमा। हेर्नुहोस् ल, फुल देखाउँदैछु। मेरोमा पिङ्क र व्हाइट छ। यहाँ चाहिँ पिङ्क छ, व्हाइट अहिले देखाउँदैछु। हेर्नुहोस् ल, मेरो फुल मैले रोपेको कस्तो दामी छ। यो फुल चाहिँ हेर्नुहोस् न, दिउँसो घाम हुँदा चाहिँ पक्रिन्छ अनि बेलुका भएपछि चाहिँ यस्तो सबै हुन्छ। बिउ चाहिँ खालि दिनमा मात्रै पक्रिन्छ हो। अहिले चाहिँ सबै यस्तो भएर चाहिँ हेर्नुहोस् न, दिनमा पक्रिँदा चाहिँ कम्ती दामी हुँदैन फेरि। यो फुल पनि मेरोमा छ हेर्नुहोस् हो। अनि यो फुल यो चाहिँ मैले उता कहाँ आएकोमा थिएँ कि फुल, अन्त मैले आफै बिउ यहाँ ल्याएर चाहिँ दल राखेर चाहिँ रोपेको। अब पनि फुल्नु फुल्नु आँटेको छ। फुल चाहिँ पनि पुरा छ। मैले निकै हेर्नुहोस् ल, यो फुल्नु आँटेको छ। यो फुल पनि देख्नुहुँदैछ है, यो पनि मैले पुरा रोपेको छु। अनि मेरोमा यो खालके चाहिँ यो चाहिँ मेरोमा 3-4 कलर थियो कि सबै मासेछ। अहिले यो कलर मात्रै छ। हेर्नुहोस् न, व्हाइट एन्ड पर्पल मिक्स यो कलर मात्रै छ। अरू पनि छ होला, हेर्नुहोस्। यहाँ चाहिँ मैले भर्खर नयाँ सिजन फुल रोपेको छु। यो चाहिँ फुलेपछि भोलिपछि देखाउने छु। यो पनि सेम हो, तर कलर चाहिँ कुन चाहिँ याद छैन। हेर्नुहोस्, यो चाहिँ नयाँ सिजन फुल हो। मैले चाहिँ नयाँ सिजन फुल रोपेको हो। अनि यहाँ हेर्नुहोस् न, वाटरमेलन पनि रोपेको छ फुल सँगसँगै। यो चाहिँ नाना रोप्नु भएको छ, उम्रिरहेको छ वाटरमेलन। यो चाहिँ यहाँ चाहिँ हेर्नुहोस् ल, यो चाहिँ सयपत्री हाइब्रिड हो कि। यो चाहिँ म आफै दल राख्छु घरमै, दल राख्दै रोप्छु। अहिले चाहिँ फुलेको छैन, यो चाहिँ अस्ति फुलेर सक्यो। यो चाहिँ नयाँ हो। यो चाहिँ मैले पुरा रोपेको छु। 19 पट छ यो चाहिँ। यो चाहिँ 19 पट छ। यो चाहिँ हेर्नुहोस् ल, यहाँबाट चाहिँ जिर्नियम छ। जिर्नियम त्यस्तो राम्रो भएको छैन, फेरि नयाँ रोप्नु पर्छ। यो चाहिँ मेरोमा तल पिङ्क थियो अनि यो चाहिँ व्हाइट छ। हेर्नुहोस् ल, व्हाइट कलर पिङ्क र व्हाइट छ। पिङ्क चाहिँ हाइब्रिड रहेछ, व्हाइट चाहिँ साह्रो अकुलो हुन्छ। यो चाहिँ हो व्हाइट रहेछ। यसमा चाहिँ पुरा छ फुल हो। यो खालके पनि रोपेको छु मैले चाहिँ, देख्नुहुँदै होला। हेर्नुहोस् ल, यो खालके पनि छ मेरोमा चाहिँ फुल। यो चाहिँ मजाले फुलिरहेछ। अहिले चाहिँ सिजन रहेछ, अहिले चाहिँ फुल्ने। मनी प्लान्ट छ। हेर्नुहोस् न, यो त्यस्तो राम्रो हुँदैन रहेछ। मेरोमा त राम्रो भएन, के भएको पनि। पिङ्क अस्ति चाहिँ पोडै रोपेको। यो चाहिँ पुरा बेसी लामो बस्दैछ। यो पोड रोपेको, यो चाहिँ ठुल्ठुलो भएको छ पोटै। अघि मैले फर्स्टमा देखाएको थिएँ पिङ्क, त्यो चाहिँ हिजोअस्ति रोपेको नयाँ, त्यो चाहिँ अलिक सानो सानो छ। यो चाहिँ पोड रोपेको फुल। हेर्नुहोस् न, कति लामो बस्दो रहेछ, फुलिबस्दो रहेछ यो फुल चाहिँ। मलाई त पुरा मन पऱ्यो। फेरि मैले नयाँ रोपेको नि, अघि फर्स्टमा देखाएको चाहिँ यो चाहिँ नयाँ हो। यो चाहिँ पोडै रोपेको। हेर्नुहोस् न, फुलिबस्दो रहेछ यो चाहिँ। यो खालके पनि छ फुल। यो चाहिँ 2 कलर छ। यो चाहिँ हेर्नुहोस् ल, यो चाहिँ पिङ्क र पिङ्क छ। यो पिङ्क दुईवटा हेर्नुहोस् न, तर भिन्दै भिन्दै कलर छ। यो चाहिँ मेरोमा 2 कलर छ, यो र यो कलर चाहिँ। हेर्नुहोस् न, कस्तो मजाले फुलिरहेको थियो पनि। हेर्नुहोस् ल, ए यहाँ रहेछ अर्को कलर, पर्पल। यहाँ चाहिँ यो चाहिँ मेरो पुरा थियो कलर कि, तर छैन, मास्दैछ पुरा। म चाहिँ यस्तो खालको फुल रोप्छु। यो चाहिँ सिन मात्रै हो, सिन। हेर्नुहोस् न, कस्तो मजाले फुलिरहेछ। यो पनि सिनै हो, यो पनि सिनै हो। फुलहरू चाहिँ डिसेम्बरमा फुल्छ। यो फुलहरू चाहिँ फुलिसकेर चाहिँ मैले त अहिले साइडमा राख्दैछु। हेर्नुहोस् ल, म फेरि अर्को वर्ष डिसेम्बरमा फुलेपछि देखाउने छु। यो फुलहरू चाहिँ डिसेम्बरमा मात्रै फुल्छ, फुलिसकेको यो प्लान्ट पनि छ। हेर्नुहोस् ल, अनि यहाँ छ प्लान्ट अर्कै यस्तो, यहाँ पनि छ प्लान्ट, यहाँ पनि प्लान्टै छ। यहाँ चाहिँ फुलेर आएको फुल। अझैको वेदर चाहिँ हेर्नुहोस् न, यस्तो भइरहेको छ। पानी पर्नु आँटेको छ, कम्ती कम्ती छिटो हुँदैछ, पर्दैछ। वेदर हेर्नुहोस् न, आज कस्तो दामी सुपारीको रुख। हेर्नुहोस् न, आमामा हो त हाम्रो मकैबारी तल्ल भएको सुपारीको रुख आमिनाको। पानी पर्दैछ।
थ्याङ्क यू फर वाचिङ।